होला यस्तो कुरो चाहिँ म किचनमा भन्दा बाहिर अर्को सन पर्छ त्यही गर्छु किनभने हामीतिर स्नो पर्छ नि त जाडोमा बाहिर पकाउनु सकिँदैन भित्र किचन पकाउनु पुरै घर धुवा हुन्छ त्यही भएर अर्को सानो कोठा छ अनि त्यहीँनिर चाहिँ ल्याएर पकाइदिन्छु अनि केटाकेटीलाई पनि अब घर बनाउँदैन नि त त्यही भएर नभएदेखि सबै कोठा बनाउँछु लुगा पनि बनाउँछ अब म यहाँ अलिकति मस्यौरालाई भुटेर निकाल्छु अलिकति रातो भएपछि एकछिन मधुरो आगो लाएर एकछिन फुराउनु पर्छ अब यो रातो भयो हेर्नुहोस् त यतिको रातो भएपछि यसलाई निकाल्दिनु राखेको थिएँ यसलाई पनि यसरी नै तेलमा फुराइदिनु मैले चाहिँ यहाँ बाहिर पकाइरहेको छु भित्र घर कोठा गनाउँछ भनेर यहाँ बाहिर ग्यासमा पकाइरहेको छु अनि यसलाई पनि एकछिन भुट्ने यसो रातो हुन्छ अब यो चाहिँ फुरिसक्यो 5 मिनट भयो अब यो पड्किन थाल्यो त्यही भएर मैले यसलाई पनि यही मस्यौरामा मिसाएर निकालिदिँदैछु अब मैले अनियन हालेँ यसलाई धेरै डढ्न दिनु हुँदैन डढ्यो भनेदेखि फेरि एकछिन चलाउँदै डढिसक्छ अलिअलि यसरी अलिअलि रातो उसको के भन्छ अलिअलि हल्का रातो भएपछि अब यहाँ पछि हामी टमाटर हाल्यौँ टमाटर हालेर एकछिन चलाऊँ अनि यसमै अलिकति हामी स्वादअनुसार यहाँ बेसार हालिदिउँ यसैमा पाकेको बेसार चाहिँ राम्रो हुन्छ बेसार हालिदिउँ अनि एकछिन बेसार हालेर यसलाई एकचोटि चलाएर अलिकति सानो आँच लाएर अब यसलाई बन्द गरिदिउँ चलाएर यसलाई एकछिन बन्द गरिदिउँ अब यसलाई मैले यहाँनिर खोलेँ र चलाएँ टमाटर मेल्ट भइसकेछ सबै पाकेछ राम्ररी अब टमाटर पाकेपछि अघि भुटेको यो मस्यौरा र भटमास हालिदिन्छु अनि यसलाई यसरी चलाउने अनि चलाएर राम्ररी चलाएर अब यसलाई आफ्नो स्वादअनुसारको नुन हाल्ने अनि यो जिरा पाउडर यो धनियाँ पाउडर अनि हामी चाहिँ त्यति पिरो खाँदैनौँ त्यही भएर अलिकति मैले यो चिल्ली पाउडर काश्मिरी पाउडर यो मैले युज गरेको छु यसलाई पनि यसरी मिक्स गर्नु र यसको साथसाथै मैले चाहिँ आलु बोइल गरेर राखेको थिएँ अनि यसलाई मैले म्यास गरेर यस्तो बनाएको छु यो पनि हालिदिनु खासै मलाई पकाउन त आउँदैन त्यही पनि मैले सिकेको होइन हेरौँ अब कस्तो हुन्छ यो गरेपछि यसलाई मैले अघि रेड अनियनको ग्रिन यो मैले काटेको छु ग्रिन अनियन अनि यो धनियाँ पत्ता अलिकति राखौँ र अलिकति हालेर यसलाई राम्ररी मिक्स गरेर अलिक मधुरो आगोमा अलिकति मधुरो फ्लेममा यसलाई छोपिदिउँ 5 मिनट मसला पाक्नको लागि अब यो 10 मिनट भएपछि मसलाहरू पनि राम्ररी पाके यो मसला पाकेपछि अब हामीले मस्यौरा भनेपछि जाडोमा होइन झोल सम्झिन्छौँ अनि म अब यसलाई पानी हालिदिन्छु पानी हालेर अब अलिकति पानी हालेर चाहिँ एकछिन छोपिदिन्छु 10 मिनट अनि त्यसपछि मस्यौरा आई थिङ्क रेडी हुन्छ ल गाइस यो मजाले उम्ल्यो अब यो रेडी भयो अब यसलाई चाहिँ म लगेर अर्को भाँडामा खनाउँछु अब यो पाक्यो यसलाई अलिकति धनियाँहरू हालेर अलिक उ गरेर गर्ने हो अब यो रेडी भयो अलिकति फोकस गर्नु अब म यो रेडी भयो मैले अलिकति धनियाँको पातहरू पनि हालेँ अब यो खानको लागि रेडी भयो भुजा पनि तयार भइसक्यो गाइस
मेरो च्यानल सब्सक्राइब गर्न नभुल्नु होला प्लिज। मिहिनेत लाग्छ भिडियो बनाउन। थ्याङ्क यू, धन्यवाद।